यो सिटिसी हो। भित्रको कन्डेन्सर भित्रको जति पनि मोइस्चर छ त्यो सबै मोइस्चरलाई चाहिँ बाहिर फाल्नुपर्छ है, निकाल्नुपर्छ, नभए ग्यास चोक हुन्छ। त्यही भएर यो चाहिँ एउटा फ्ल्यास आउट गर्ने तरिका हो भित्रको मोइस्चरलाई। बोल्नै अलिक कस्तो लाग्छ कि त हजुर जति पनि ओइल छ र मैलाहरू छ, खियाहरू लागेको हुन्छ, त्यसलाई सबै निकालिदिन्छ यसरी। हजुर यसरी क्लियर गर्नुपर्छ। भयो। र यो चाहिँ आइसक्यो हो, नयाँ आइसबक्समा पाइप हालेर बनाउनु भएको छु यहाँ घरिघरि। लास्ट फाइनल्ली म अब यो सक्सनको हाल्न लाग्छु है।
सबै यो सक्सनको पनि गरिसक्यो, यो प्रेसरको एनआरपी राखिसक्यो, फिल्टर पनि गरिसक्यो। अब लास्ट भिडियो चाहिँ अब क्याप्चरीको हान्दैछु है। अब ल यो बाङ्गिन्छ कि बाङ्गियो भने समय लिने है हजुर यो बाङ्गिन्छ कि ल ल हुन्छ बाङ्गिरहेको बोलाउनु है बाङ्ग्यो समतमा आउनुभयो त बाङ्ग्यो समयमा आउनु यसलाई यस्तो र समय दिन यस्तो है पल्टेर जाने नदी यस्तै यस्तै धस्नु पल्टेर हो त्यस्तै गर्नु, पल्टेर आउन नदिनु है। हुन्छ यसमा धेरै बाङ्गियो भने निक्लिएपछि त्यहाँ चोक भइहाल्छ। धेरै नधस्नु है, नर्मली है। हुन्छ समातेर मात्रै राख्नु त्यही हुँदैन, नधस्नु है। धन्यवाद छोडिदिनुहुन्छ। ओके लास्ट फाइनली ल फिल्टर पनि भयो। अहिले चाहिँ 75 PASमा प्रेसर दिएको छु, प्रेसर दिएर चेक गर्दैछु कति लिक छ भने देखाउँछ फेरि होइन। बबलले चेक गर्दैछु लिक छ कि छैन है, छ भने यहाँ देखाउँछ फेरि। छैन 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 भयो त खरर हानिहाल्छ। ल लास्ट फाइनल्ली चाहिँ भ्याकुम गरिराखेको छु है। लास्ट फाइनल्ली ल भ्याकुम चाहिँ यो माइनसमा झर्नुपर्छ है। ल भ्याकुम गर्दैछु। ओके लेट्स सी अब अहिले कस्तो हुन्छ। भ्याकुम गर्दैछु, अब खाना खान जान्छु म, अनि आएर ग्यास भर्छु, तपाईँहरूले देखाउँछु है अब कस्तो गर्दा चाहिँ। ओके बाई बाई सी यू। टिकटकमा होइन नानी, मैले युट्युबमा हाल्छु, फेसबुकतिर युट्युबतिर हाल्छु। हाम्रो बहिनीको हो, हाम्रो बहिनीको यहाँ घरमा आइस बक्स बिचरा हानिदिए रहेछ, अनि आइस बक्सको यो यस्तो तरिकाले बेरेर बनाए रहेछ, यो पनि भएन, राम्रोसँग आइस बसेन। अनि चाहिँ फेरि यो इन्भर्टर कम्प्रेसर पनि जलेको छ। यो कम्प्रेसर जलेको छ, यो पानी सक्सन गरेर यो 2-3 महिना चल्यो, त्यसपछि कम्प्रेसरै जल्यो। त्यही भएर अर्को नयाँ कम्प्रेसर राखेर नयाँ ड्याम्फोर्स कम्प्रेसर राखेर बनाउँदैछु। डन्फोर कम्प्रेसर नयाँ कम्प्रेसर इन्स्टल गरेर गर्दैछु है। ल ओके आइस बक्स पनि नयाँ इन्स्टल गरियो, सबै कुरा आइस बक्स पनि नयाँ इन्स्टल गरियो यहाँ है पुरा। ओके लेट्स सी अहिले कस्तो हुन्छ ल स्यामसङको। ओके फाइनली एकदम राम्रो भएछ है। ल एकदम राम्रो भयो, गोल्डेन आइस आएको छ, गोल्डेन आइस आयो,
गोल्डन ठिक छ एकदम दामी होला चिसो दिएको छ फाइनली राम्रो भयो ओके फाइनली एकदम ठिक भयो यो फ्रिज है सामसुङ फ्रिज फाइनली ओके पछि see you next